धन्यवाद छ पवन श्रेष्ठ कन्ट्री म्यानेजर अनि धन्यवाद एग्रो थाई फुड्स प्राइभेट लिमिटेड जसको इनर्जी ड्रिङ्क जसको उत्पादन एक्सट्रिम इनर्जी ड्रिङ्कसँग झापा गोल्ड कपको 7औं संस्करण विनोद बस्नेत स्मृति यो संस्करणमा जोडिएको छ। सम्झौता पत्रमा हस्ताक्षर समेत भएर आदान प्रदान पनि भएको छ। हामी विशेष आभार र कृतज्ञता व्यक्त गर्दछौँ। अब यस पछाडि हामी हाम्रै क्षेत्रमा रहेको एउटा शिक्षालय न्युटन समृद्धि स्कुल विद्यालय र परिवार धन्यवाद छ प्रशान्त भण्डारी। अब यस पछाडि हाम्रो साझेदार हाम्रो मुख्य प्रायोजक टाइटल स्पोन्सर एक्सट्रिम इनर्जी ड्रिङ्क र यसको उत्पादक संस्था एग्रो थाई फुड्स प्राविधिकका कन्ट्री म्यानेजर पवन श्रेष्ठलाई आफ्ना संक्षेपमा शुभेच्छा भनाइहरू राखिदिन आग्रह गर्दछु। हेलो, नमस्ते सबैजनामा। म एग्रो थाई फुडबाट यहाँ एक कार्यक्रममा सहभागी हुन आउनु पाएको धेरै धेरै खुसी लागेको छ। यस्तो छ, मैले होइन कभर गरेको पैसाको कुरा भनेको कहिलेकाहीँ चाहिँ के हुन्छ भने हाम्रो यत्रो 6औँसम्म आउँदा हामी कति चाहिँ तपाईँको पैसा उठेको छैन क्या। कभर गरेको पैसाहरू इमान्दारपूर्वक उठ्यो भने हामी 40 लाख जति बताउँछौँ, तर उठेन कम हुनसक्छ, पैसा चाहिँ बच्छ। त्यो हिसाबले भन्नु खोजेको यो झापा गोल्ड कप चाहिँ प्रत्येक टुर्नामेन्टमा फरक गर्न खोजिएको छु होइन। यसले चाहिँ हाम्रो टिमलाई पनि एकताबद्ध बनाउँछ भन्ने हामीले अपेक्षा पनि गरेको थियौँ। अहिले चाहिँ यो झापा गोल्ड कप सुरुदेखिकै टिममा छिन्न भने जस्तो आजकै कार्यक्रममा पहिलेका कार्य समितिका वरिष्ठ व्यक्तित्वहरू पनि देखिँदैन। हामीले अझै हाम्रो टिमलाई मजबुत बनाउन नसकेको जस्तो फिलिङ भएको छ तपाईँहरूलाई? म यो जवाफभन्दा अगाडि एकैछिन मैले यहाँलाई ध्यान आकर्षण गराएँ। यस बिचमा हामी माझ झापा गोल्ड कपका संरक्षक यो आयोजक समितिका पूर्व अध्यक्ष आदरणीय जलकुमार गुरुङज्यूको उपस्थित रहेको छ। म उहाँलाई सम्मानसहित आसन ग्रहणका निम्ति आग्रह गर्दछु। यसै गरी हाम्रो यो 7औं संस्करणको सन्दर्भमा सहकार्य गर्ने एग्रो थाई फुड्स प्रालीको उत्पादन एक्सट्रिम जसले हामीलाई मुख्य प्रायोजन गरेको छ त्यसको मेचीमा अधिकृत विक्रेताको रूपमा रहनुहुने आदरणीय प्रतिष्ठित व्यवसायी लक्ष्मण अग्रवालजीलाई पनि म आसन ग्रहणका निमित्त आग्रह गर्दछु। म यस पछाडि फेरि सञ्चारकर्मीको जिज्ञासाको जवाबका निमित्त म ध्यान आकर्षण गराउँदछु। पुष्पजीले क्वेसन गर्नुभएको थियो, यो चाहिँ झापामा त्यो गोल्ड कपको लागि टिम चाहिँ अलिकति छिन्न भिन्न छ भने त्यो चाहिँ कदापि होइन। तपाईँले यहाँ उपस्थिति नदेखेर तपाईँले त्यो गर्नुभयो अनुमान। खास गरी चाहिँ उहाँहरू कोही बाहिर कोही कहाँ हुनुहुन्छ। अब पूर्व पदाधिकारीको विषयमा जस्तो महेन्द्र दाई काठमाडौँ हुनुहुन्छ, होम दाई काठमाडौँ हुनुहुन्छ, हामीले बोलाउनु त सबैलाई निमन्त्रणा गरेका छौँ। उहाँहरूको पूर्ण सहयोग नै रहिराखेको छ अहिलेसम्म। त्यस कारणले त्यस्तो होइन, त्यसलाई गलत अर्थ लगाइदिनु भएन। यस्तो छ, हामीले लोकल रूपमा जस्तो क्लबहरूलाई पनि त्यो सुरक्षाको चाहिँ एउटा समिति निर्माण गरेका छौँ। त्यसै गरेर सरकारी सुरक्षा संयन्त्रबाट पनि हामीलाई कमसेकम 200 सुरक्षाकर्मीहरू त्यहाँ परिचालित हुनेछन् सबै मिलेर। र यता हामीले पनि कमसेकम 100 जनाको चाहिँ एउटा सुरक्षाकर्ता हुन्छ। त्यसै गरी नगरपालिकाको मेयर साहबले पनि हामीलाई जति पनि हाम्रो अहिले नगर पुलिसहरू हुनुहुन्छ उहाँहरूलाई सब खटाइदिन्छु भन्नुभएको छ। त्यो पनि एस्योर गर्नुभएको छ। त्यो हिसाबले सुरक्षाको लागि हामीले एकदमै कडा व्यवस्था गरेका छौँ। र अघि नै तपाईँले सुन्नुभएको पार्टीको कुनै झन्डाहरू त्यहाँ प्रवेश हुने छैन। अरू कुनै पनि त्यस्तो खालको गतिविधि गर्ने अवांछित गतिविधि गर्ने खालको गरी हामीले पुरै सुरक्षा जाँच गरेर मात्रै मैदानभित्र प्रवेश गराउनेछौँ। त्यो कुराहरू सबै सुरक्षा निकायसँगै कुरा भएको छ र हामी बिचमा पनि त्यो कुरा चाहिँ सहमति भएको छ। त्यो हिसाबले सुरक्षाको दृष्टिकोणले हामी चाहिँ एकदमै एन्सिक्योर एकदम पक्का छौँ, हामी एकदम विश्वस्त छौँ। के हुन्छ?
चुनावको माहौलले गर्दा सुरक्षाको चुनौतीका कुराहरू सुरक्षा निकायले गरेको थियो। त्यो तपाईँले सही सुन्नु भएको थियो। तर के छ भने सुरक्षाको चुनौतीको कुराको छलफल भएको हो, तर यो चाहिँ कार्यक्रममै सार्ने भन्ने चाहिँ त्यस्तो खालको कुरा भएको होइन। र अर्को कुरा चाहिँ हामी के विश्वस्त छौँ भने यो झापा गोल्ड कपको दर्शकहरू चाहिँ अत्यन्तै चाहिँ अनुशासित। अहिलेसम्म झापा गोल्ड कपमा कुनै त्यस्तो अप्रिय घटनाहरू पनि नघटेको त्यो दृष्टान्तहरू पनि छ। त्यो हिसाबले अर्को कुरा चाहिँ हामी एउटा सामूहिक तरिकाले यो फुटबल कार्यक्रम सञ्चालन गर्छौँ। पत्रकार मित्रहरूलाई थाहा छ जस्तो हामी चाहिँ यो झापा गोल्ड कपको 800 सदस्यहरू छौँ। 800 सदस्यका अरू 800 फ्यामिलीहरू गर्दा 1600 त हामी परिवारभित्र छौँ। त्यो पनि हामी पनि त्यो सुरक्षाको लागि सधैँ तत्पर रहन्छौँ र त्यही भित्रबाट पनि सुरक्षाको समितिहरू बनेको छ। र त्यसै गरी चाहिँ जिल्ला सुरक्षा निकायले पनि भरपुर सुरक्षाको व्यवस्था हामी गर्छौँ। त्यो एसयुले पनि उहाँहरूले गर्नुभएको छ। त्यसै गरी हामीले पनि आफ्नो सुरक्षाको लागि हामी चाहिँ कम तयारी गरेका छौँ। त्यो हिसाबले गर्दाखेरि सुरक्षाको चिन्ता छैन। तर त्यसो भन्दा मान्छेले चुनौती